बालेन शाह अहिलेको राजनीतिक भुइँचालो र नयाँ नेपालको आशा। बालेन शाहको कथा कुनै काल्पनिक चलचित्रको पटकथाभन्दा कम छैन। एउटा सामान्य परिवारको युवक जो हातमा माइक लिएर रबार्जको स्टेजमा छिर्छ र आफ्ना शब्दहरू मार्फत समाजको व्यथितिमाथि कडा प्रहार गर्छ। तर बालेन केवल र्यापर मात्र थिएनन्, उनी एक स्ट्रक्चरल इन्जिनियर पनि थिए, जसको मस्तिष्कमा सहरको नक्सा र मुटुमा परिवर्तनको हुटहुटी थियो। 2079को स्थानीय निर्वाचनमा जब उनले काठमाडौँको मेयरका लागि लौरो चिन्ह लिएर उम्मेदवारी दिए, तब पुराना राजनीतिक दलहरूले उनलाई एउटा फेसबुकको हावा मात्र ठाने। तर जब नतिजा आयो, त्यसले दशकौंदेखि जरा गाडेर बसेका दलहरूलाई मात्र हल्लाएन, बरु नेपाली राजनीतिमा स्वतन्त्र शक्तिको युग सुरु भयो। मेयरका रूपमा बालेनको कार्यकाल भाषणमा होइन, एक्सनमा देखियो। उनले काठमाडौँको वर्षौंदेखि दुर्गन्धित फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्ने आँट गरे। उनले टुकुचाको खोजी गरे, सडकका फुटपाथहरू सर्वसाधारणका लागि खुला गरे र अनधिकृत संरचनाहरूमाथि डोजर चलाए। तर उनको सबैभन्दा प्रशंसनीय कार्य शिक्षा क्षेत्रमा देखियो। उनले काठमाडौँका गरिब र जेहेन्दार विद्यार्थीहरूका लागि निजी विद्यालयहरूमा 10% छात्रवृत्ति अनिवार्य गरे। आज हजारौं बालबालिकाहरू बालेनको त्यही एउटा नीतिका कारण गुणस्तरीय शिक्षा पाइरहेका छन्। उनले प्रमाणित गरिदिए कि यदि इच्छाशक्ति भएमा एउटै व्यक्तिले पनि प्रणाली परिवर्तन गर्न सक्दछ भनेर। 2025 सेप्टेम्बर 8 र 9 को त्यो ऐतिहासिक जैनजी आन्दोलन, जसले नेपालको राजनीतिलाई सधैँका लागि बदलियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सुशासनको अभावले आक्रोशित युवाहरू सडकमा ओर्लिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट बाहिरिन बाध्य भए। त्यस समयमा बालेनलाई सिधै प्रधानमन्त्री बनाउनु पर्ने आवाज देशभरि गुन्जियो। तर बालेनले हतार गरेनन्। उनले स्पष्ट शब्दमा भने, म लोकतन्त्रमा विश्वास गर्छु, म जनताको प्रत्यक्ष मत र वैधानिकता लिएर मात्र देशको नेतृत्व गर्नेछु। उनको यो धैर्यताले उनलाई एउटा सामान्य विद्रोहीबाट राजनेतामा रूपान्तरण गरिदियो। आज बालेन काठमाडौँको साँघुरो गल्लीबाट निस्किएर झापाको फाँटसम्म पुगेका छन्। एमाले अध्यक्ष केपी ओलीको गढ मानिने झापा क्षेत्र नम्बर 5 मा बालेनको उम्मेदवारीले एउटा नयाँ महासंग्रामको संकेत गरेको छ। बालेन देशभर घुमिरहेका छन्, जहाँ उनलाई हेर्न र सुन्न हजारौंको जनसागर ओर्लिरहेका छन्। अर्कोतर्फ शक्तिशाली भनिएका केपी ओली अहिले रक्षात्मक अवस्थामा देखिन्छन्। उनले आफ्नो चुनावी एजेन्डा सुनाउनुको साटो बालेनलाई आगजनी र विध्वंसको नाइके भनेर गाली गर्नमा समय खर्चिरहेका छन्। सेप्टेम्बर 8 र 9 का आन्दोलनमा 76 जना भन्दा बढी नेपाली युवाहरूले ज्यान गुमाए। तर विडम्बना, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महिनौसम्म ती मृतकका परिवारप्रति ठोस समवेदना प्रकट गरेनन्। अन्ततः 28 जनवरीमा उनले एउटा लामो फेसबुक पोस्ट त गरे, तर त्यसमा पश्चातापको एक शब्द पनि थिएन। उनले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टे आन्दोलनकारीलाई नै विध्वंसक र घुसपैठियाको संज्ञा दिए। उनले दाबी गरे कि बाहिरबाट कसैले झोसेको आगोका कारणले ती विद्यार्थीहरूको मृत्यु भयो, जबकि सारा संसारले प्रत्यक्ष देखेको थियो कि सत्ताको दमनले सडक रक्ताम्य भएको थियो। ओलीको यो संवेदनाहीन र जिद्दीपूर्ण व्यवहारले आज देशभरका युवाहरूलाई उनी विरुद्ध थप आक्रामक बनाएको छ। यही अहंकारकै कारण उनी यो चुनावमा क्रमशः कमजोर बन्दै गइरहेका छन्। चुनाव नजिकै गर्दा ओलीले अर्को एउटा विवादास्पद कार्ड खेलेका छन्। हामीलाई त डर लागेको छ, सुकुम्बासी भत्काउने अरे, सुकुम्बासी कहाँ डोजर लाउने अरे, त्यस्तो मान्छे पो आएका छन् भन्ने सुनेर डर लाग्दैछ भन्दाखेरि सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ। यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ, सफा सुग्घर बेग्लै छ। अब उहाँ त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा मधेसका केही भागहरू जस्तै महोत्तरी र धनुषालाई लिएर अत्यन्तै फोहोर भएको र आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर 5 ती ठाउँभन्दा निकै सफा र विकसित भएको टिप्पणी गरे। बालेन शाह मधेसी मूलको भएका हुनाले ओलीको यो संकेत सिधै बालेनतर्फ लक्षित थियो। तर यहाँ एउटा गम्भीर प्रश्न उब्जिन्छ, केपी ओली 4 पटक प्रधानमन्त्री बन्दा मधेस किन बनेन? यदि मधेसका जिल्लाहरू पछाडि परेका छन् वा त्यहाँ फोहोर छ भने त्यसको जिम्मेवारी दशकौंसम्म सत्ताको बागडोर सम्हालेका ओली जस्ता नेताहरूले लिनुपर्छ कि पर्दैन? आफ्नै असफलतालाई विपक्षीको कमजोरीका रूपमा प्रस्तुत गर्ने उनको यो शैलीमा जनता झन नकारात्मक सन्देश फैलिएको छ।
अहिले झापा 5मा ओलीले विकासको एजेन्डा होइन, केवल रिस र नकारात्मकता मात्र बाहिर निकालिरहेका छन्। उनी बालेनलाई सेप्टेम्बरको हिंसाको दोषी देखाउन खोज्दैछन्, तर जनताले बुझिसकेका छन् कि यो उनको हारको डर मात्र हो। बालेनको शान्त तर प्रभावशाली उपस्थितिले के प्रश्न पार्छ भने यो निर्वाचन केवल एक सिटको लडाईँ होइन, यो पुराना दलहरूको सिन्डिकेट र नयाँ पुस्ताको भिजन बीचको महासंग्राम हो।